10 मा कति? उसलाई ठिकै उहाँ पनि बलेकै देखिन्छ। बलेको देखिन्छ भन्छ। उहाँको पोज पनि ठिकै छ एकदम। उसलाई पनि 5 5 है? 5 आहो त्यो त एकदम सेन्टी मुडमा हुनुहुन्थ्यो। अनि 5 सेन्टी पोज थियो। 5 मात्रै। तर ठिक छ नि उहाँको फिगर वाइज तपाईको ड्रेस अप वाइज हैन। अब अनुहार पनि तपाईको बलेकै छ। ठिक छ भन्छ। तर ठिक छ। 5 ला ठिक छ। अच्छा हमको सिखा रिया। ल मामाजी नेक्स्ट 10 मा कति? अलिक ज्यादा फिल्टर भयो भन्छ। फिल्टर ज्यादा भयो। पछाडिको ताल पनि सेतै भइगएछ भन्छ। कता फेवा तालतिर जस्तो देखिन्छ हैन। तालतिर घामले हो कि फिल्टरले अलिक कि यो ओभर के भन्छ मेकअप गर्नु भएको हो कि खै घाम लाग्यो कि मेकअप गरेर कन्फ्युज भयो भन्छ। उसलाई चाहिँ 4 दिउँ भन्छ। 4 है? 4 ल ठिक छ 10 मा 10 पाउनु भएको छ। ल नेक्स्टमा जाउँ 10 मा कति? कालो चस्मा लाउनु कालो चस्मा बडी पनि ठिक छ उहाँको फेरि बडी वाइज पनि ठिक छ हैन। मोटी हुनुहुन्छ हैन। मोटी जस्तो चब्बी गर्ल मन पर्नेहरुलाई चाहिँ यो फेरि बेस्ट हुन सक्छ, बेस्ट अप्सन हुन सक्छ। चब्बी टाइपको हुनुहुन्छ हैन। उसलाई चाहिँ हेरेर भन्नुस् सबै वाइज फिगर वाइज यताउता हेरेर अब तपाईलाई चब्बी टाइपको मन पर्छ कि मन पर्दैन त्यो सबै हेरेर भन्छ हैन। मलाई 5 दिउँ भन्छ। 5 ल कडा 5 एभरेजमा पाइरहनु भएको छ सबैजनाले। ल नेक्स्टमा जाउँ।